guys, welcome to my mini vlog. यो मेरो भिडियो चाहिँ हिजोकै हो नि त। हिजो चाहिँ म र मेरो फ्यामिलीहरु घुम्न भनेर भेरी टाढा गएको थियौं। अनि अहिलेको भाइरल ठाउँ पिङ खेल्ने ठाउँ भनेको तपाईहरु सबैले बुझ्नुहुन्छ होला। हामी चाहिँ त्यहाँनिर गएका थियौं नि त साथीहरु। यो चाहिँ स्काई वकको जस्ट अपोजिट डाँडामा रहेछ नि त साथीहरु। अनि कति टाढा टाढाबाट मान्छेहरु आउनु भएको त भाइरल भएरै होला। तर तपाईहरु यति टाढा टाढाबाट जस्ट पिङ खेल्नकै लागि मात्रै आउनुहुन्छ भने चाहिँ नआउँदा नि हुन्छ के साथीहरु। एक्सपेक्टेशन्स भर्सेस रियालिटी छ के। मलाई चाहिँ त्यस्तो वर्थ इट लागेन के। अनि त्यहाँ जम्मा 3वटा पिङ रहेछ नि त। अनि हामी फाइनली रिसोर्ट पनि पुग्यौं। उहाँ चाहिँ मेरो जेठी माइजू मम्मी अनि कान्छी माइजू हुनुहुन्छ नि त। यो चाहिँ हाम्रो फ्यामिली फोटो है साथीहरु। यो टिकट काउन्टरको मान्छेले चाहिँ मेरो टाउको दुखिसकेको थियो के साथीहरु। कस्तो अव्यवस्थित ढंगले टिकट काट्दै थियो नि त। अनि त्यसपछि यो 3 जना खेल्ने जाइन्ट स्विङ मात्रै राम्रो के। त्यो अरु दुईटा त त्यो खेल्नेलाई नि मजा आएको थिएन। हामी हेर्नेलाई झन् कहाँ मजा आउँछ साथीहरु। अनि हामी त्यो 3 जना खेल्ने जाइन्ट स्विङ चाहिँ खेल्यौं। अनि धेरै टाढा आइसकेपछि त्यहाँको लोकल थुक्पा नखानु पुरै भएन। अनि हाम्रो लोकल थुक्पा अनि लोकल कुरमुरे अनि लोकल बिस्कुटहरु खायौं। अनि पेट पूजा पनि त गर्नु पर्यो। अनि खाइसकेर हामीले फेरि फोटोहरु भिडियोहरु बनायौं। आफ्नै भिडियो हेर्दैछौँ के रियाक्सन कसको के आयो भनेर। अनि हामीले फुल इन्जोय गरेर अनि हामी चाहिँ घरतिर लाग्दैछौँ साथीहरु। अनि लाग्ने क्रममा मलाई एउटा बहिनीले क्यान्डी किनेर दियो। सो स्वीट अफ हर। बाइ गाइज। अब अर्को भ्लगमा भेटौँ हामी।